कहिलेकाहीँ लाग्छ a society is not judged by its progress but by how safe its daughters feel. पहिला त न्याय मरेको देश भनेर हामी धेरै पटक चुप बस्न बाध्य भयौं। निर्मला पन्तदेखि निरूपिक हुँदै आज 16 वर्षकी इनिसा बहिनीसम्म यस्ता पीडादायी घटनाले फेरि समाजलाई झस्काइरहेका छन्। नेपाली समाज परिवर्तन भएको भनिए पनि जातीय विभेद र महिलामाथिको हिंसा अझै अन्त्य भएको छैन। हाम्रा छोरीहरू आखिर कहिले सुरक्षित हुने? तर अब नयाँ सरकार बन्ने प्रक्रियामा रहेको यो समयमा जनताले प्रमाणमा आधारित न्याय र दोषीमाथि कडा कारबाही हुने आश गरिरहेका छन्। So, this is a sincere message to the upcoming government. People expect justice based on evidence and strict punishment for the guilty so that such tragedies never happen again. हामीले आश गर्न सक्छौं कि अब बन्ने सरकारबाट इन्साले मात्र होइन, निर्मला पन्त जस्ता पीडितहरूले पनि न्याय पाउनेछन्। आज उठेको आवाज केवल इन्साका लागि मात्रै नभएर भविष्यका सबै छोरीहरूको सुरक्षाका लागि पनि हो।